हेलो हेलो साथीहरू, आज चाहिँ म गुन्द्रुकको झोल बनाउँदैछु। सुरुमा मैले प्याज हालेँ तेलमा, अनि बेसार हालेँ, अनि पिसेर राखेको मसला हालेँ। मसलामा चाहिँ मैले लसुन र जिराले, अनि खुर्सानी भुटेर हालेको खुर्सानी, अनि यसलाई एकछिन तेलमा मजाले पाक्न दिनुपर्छ। त्यसपछि टमाटर हाल्ने, टमाटर हालेर पनि एकछिन चलाउने, यसलाई फतक्क हुने गरी चलाएर, अनि त्यस पछाडि एकछिनसम्म राख्ने, चलाउने, छोपेर बसल्दा झन् राम्रो, एकैछिनमा पाक्छ टक्कसँगले। अनि यो चाहिँ फतक्क भइसक्यो। अब यसमा टक्कसँगले माथिबाट गुन्द्रुक हाल्ने। गुन्द्रुक चाहिँ मैले अघि नै भिजाएर राखेको, माथिबाट सरर हाल्ने। गुन्द्रुकको झोल ल हेर्नुहोस् त। अब एकछिन चलाउने, अनि एकछिन छोडिदिने। नुन हाल्ने माथिबाट, स्वादअनुसार, कति रस हाल्नुहुन्छ त्यही अनुसारको नुन हाल्ने। अनि त्यस पछाडि मैले अघि नै भुटेर राखेको भटमास पनि हालेर चलाउने। चाहिँ गुन्द्रुक र भटमासको झोल एकदमै मिठो हुन्छ। सिन्की पनि मिक्स भएको छ, अमिलो अमिलो मिठो हुन्छ। हजुरहरू कसलाई मनपर्छ गुन्द्रुकको झोल? लाइक, सब्सक्राइब, कमेन्ट गरिदिनु होला, अनि सेयर पनि गरिदिनु होला। अनि आफूलाई कति रस खानु मन लागेको छ त्यही अनुसारले पानी हाल्ने। ल हेर्नु त, अब उम्लिनलाई रेडी भइसक्यो। आज चाहिँ काठमाडौँमा पानी परेको भएर मलाई चाहिँ गुन्द्रुकको रस खानु मन लागेर हो बनाएको। रेडी भयो। अब टक्कसँगले तातो तातो गुन्द्रुकको रससँग भात एकदमै मिठो हुन्छ। अहिलेसम्म हेरेर साथ दिनुभएकोमा तपाईँहरू सबैलाई धन्यवाद। सबैजनाले माया गरिदिनु होला। हस् त, बाई बाई।